र गाइज म चाहिँ आज नेपाली स्टाइलको चाउमिन बनाउँदैछु। आज मेरो छुट्टी थियो, त्यही भएर छुट्टी दिन यसो चाउमिन खान मन लागेर चाउमिन बनाउँदैछु। पहिला चिल्ली खुर्सानी हरियो खुर्सानी काट्दैछु। अब हरियो खुर्सानी काटेर भएपछि अब फेरि अब बन्दा पनि काट्छु, प्याज पनि काट्छु। म चाहिँ प्याज काट्दैछु गाइज। अब प्याज काट्छु अनि त्यस पछाडि फेरि बन्दा काट्छु। अब अन्डा फुटाएर अम्लेट बनाउँछु। अम्लेट बनाएर अनि चाउमिन हाल्छु। त्यस पछाडि अनि रेडी भएपछि अनि हामी खाना सुरु गर्छौँ। अहिले अन्डा बनाउँदैछु। अब अन्डा पाकेपछि म चाउमिन बनाउन सुरु गर्छु। चाउमिन पनि पाक्दैछ। मैले हरियो खुर्सानी र प्याज बन्दा हालिसकेँ। अब विदेशको ठाउँमा भने सामानहरू पाउँदैन, युरोपमा भने सामान किन्न पनि पाउँदैन, त्यही माथि महँगो हुन्छ सामानहरू। मैले चाहिँ अहिले चाउमिन बनाउँदैछु। हजुरहरू नै यसरी नै छुट्टी दिनमा बनाएर इन्जोय गर्नुहोला। मैले चाहिँ चाउमिन भाग लाउँदैछु। अब चट्ट चिसोमा तातो तातो चाउमिन चट्ट खाँदाखेरि रमाइलो हुन्छ साथीहरू। के गर्नु, भोक लागेपछि खाना त पर्यो, बनाउनु त पर्यो। भोकै बस्ने कुरो भएन है। चट्ट चाउमिन बनाएर चट्ट खायौँ। वाउ, हामी अब खाना सुरु गर्न जाँदैछौँ है त। Cheers. Under this record. Yes, record. Happy birthday. Not birthday, but we are enjoying. Just we are enjoying.